नमस्कार साथीहरू, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतिर। नेपाल थर्ड प्लेसको लागि हङकङसँग भिड्दैछ। युगान्डामा जारी वोमेन्स T20I कपमा थर्ड प्लेसको लागि 16 मार्चमा नेपाल र हङकङ भिड्दैछ। युगान्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित वुमेन्स T20I कपमा नेपालले ग्रुप स्टेजको 6 खेलमध्ये युगान्डा विरुद्ध 1 खेल र हङकङ विरुद्ध 1 खेल गरी जम्मा 2 खेलमा जित निकाल्यो भने 4 खेलमा हार बेहोरेको छ। प्रतियोगिताको पहिलो युगान्डा र दोस्रो नामिबियाले फाइनल खेल्नेछन् भने तेस्रो हङकङ र चौथो नेपालले थर्ड प्लेसको लागि प्लेअफ खेल्नेछन्। युगान्डा टुरमा नेपालले खासै सोचे जस्तो राम्रो प्रदर्शन भने गर्न सकेको छैन र प्लेअफको लागि नेपाल वुमेन्स क्रिकेट टिमलाई अग्रिम शुभकामना दिन चाहन्छौँ। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद। जय देश, जय नेपाली खेलकुद।